नमस्कार दर्शकबिन। विशेष गरी हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो गोसाइँकुण्ड। तामाङ इतिहासमा, तामाङ लोककथामा गोसाइँकुण्डको उत्पत्तिलाई अलि फरक प्रसङ्गसँग जोडेको छ। आउनुहोस् कस्तो रहेछ त्यो प्रसङ्ग हामी चर्चा गरौँ। उहिलेको कुरा हो, महादेव र छोना दुई दाजुभाइ थिए। दाजुको नाम छोना भैरव र भाइको नाम महादेव। दुवैजना रहन बस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै भारत ग्यागरबाट हिमाली क्षेत्र बोईतिर हिँडे उनीहरू काठमाडौँको याम्बु आइपुगे। त्यसपछि चाँडैको रूप धारण गरेर उनीहरू नवबुद्ध तामुलजेन पुगे, 5 पोखरी न्याङबोई पुगे। आफूले खोजे जस्तो बस्ती नपाएपछि उनीहरू पश्चिम नुवाकोटतिर लागे र बेत्रावती पुगे। नदीमा आफूले बोकेर ल्याएको त्रिशूल चढाए। त्यसै बेलादेखि त्यो खोलाको नाम त्रिशूली रह्यो। त्यसपछि उनीहरू रसुवाको भार्का पुगे। त्यहाँ उनीहरूले खोजिएको जस्तो ठाउँ नभए पनि ठिकै ठाउँ पाए र एउटा पोखरी बनाइ बसे। गाईबस्तु, मानव र कुकुरको कारण उनीहरूले निर्माण गरेको कुण्ड शुद्ध भएन। फलत उनीहरू सो पोखरी छोडी साफिङ भन्ने स्थानमा पुगे। त्यहाँ बसे। भगवान बस्ने पोखरी फोहोर होला भने एउटा निलो रङको चराले पोखरीमा खसेका पात पतिङ्गर झर्नासाथ निकाली सेवा गर्ने गर्दथ्यो। यसरी पनि उनीहरूलाई गाईबस्तु कराउने, कुखुराले कुण्ड फोहोर गर्ने र ध्यान भङ्ग गर्ने भएकोले योग्य स्थानतिर लागे। उनीहरू नामसुङ लेकमा पुगे। त्यहाँ पनि भेडा, च्याङ्रा आदिले कुण्डको पानी नागिदिने, त्यति मात्र होइन जुठो गनाएर फोहोरसम्म गरिदिने। यो कुराले आजित भएर उनीहरूले अर्को एउटा नयाँ ठाउँ खोज्ने सरसल्लाह गरे। भाइ महादेवलाई त्यहीँ राखी दाजु छोना अझै लेकतिर लागे। तर दाजु छोना फर्केर आएन। दाजु नआएकोमा भाइलाई चिन्ता लाग्यो। फलत भाइ खोज्न हिँडे। उनी चोलाङ हुँदै गोरा भन्ने ठाउँमा पुगे, तर दाजुलाई भेटाउन सकेन। अनि उनले ध्यान दृष्टिले हेरे, दाजुको स्वरूप देखेन। तर पूर्वी दिशातिर गएको पत्तो लाग्यो। त्यसपछि उनी लौरी विनायकको उकालो चढ्दै नौक्याङ्गा पुगेर दक्षिणतिर हेरे। त्यहाँ दाजुले भिर फोरेर कुण्ड बनाइ बसेको देखे। उनले मनमा नै जाब एउटा पाउँदा त दाजुले भाइलाई बिर्सँदो रहेछ। हे भगवान, मैले दाजुलाई पाप नसोचेको भए दाजुको भन्दा पनि मेरो राम्रो स्वच्छ कुण्ड मैले पाऊँ। सो कुण्डमा देवता र मानवहरूले स्नान गरी पाप कट्टा गरून्, जसको फोहोर मैला झरी दाजुले कपटले बनाएको कुण्डमा पुगी भरियोस् भनेर पुकार गरे। अनि उनी अझै लेकतिर लागे। आफूले बोकेको त्रिशूल झिकेर पर्वततिर हाने। एउटा त्रिशूल पर्वतमा गएर लाग्यो, जहाँ दुधको अविरल धारा निस्कियो। अर्को त्रिशूल गंगा हिमाल पर्वतमा गएर लाग्यो, जहाँबाट अविरल रूपमा कञ्चन जल निस्कियो र महादेव भएको स्थानमा बगेर आयो। हेर्दा हेर्दै विशाल कुण्डमा परिणत भयो, जसलाई गोसाइँकुण्ड भनियो। जहाँ वर्षेनी मेला लाग्यो, देव देवता मानिस स्नान गरे। त्यो तीर्थको रूप प्रख्यात भयो। गोसाइँकुण्डमा मानवले स्नान गरेर फ्याँकेका तन्का सबै मनका मैलाहरू बगेर दाजु छोनाले बनाएको कुण्ड भरिन पुग्यो। कुण्ड कालो रङ देखियो। यसो गर्दा चित्त नबुझेको दाजु भैरव कुण्डमा रिसले कालो न कालो भइबसेको भन्दछ। यसै घटनाका कारण गोसाइँकुण्डको स्नान गर्दा तन पवित्र, सधैँ मन मैलाहरू पखालिन्छ भन्ने विश्वास रहेको छ। गोसाइँकुण्ड जाँदा भैरवकुण्ड हेर्ने गर्दछ भने फर्किँदा हेर्ने गर्दैन। यसो गरेमा गोसाइँकुण्ड तीर्थ गएको फल निष्फल हुन्छ भन्छ। साथै रसुवाका भार्कुका तामाङहरू नै गोसाइँकुण्डका सर्वप्रथम पुजारी हुन् भन्ने उनीहरूको मूल अर्थात् ठुलो देवता पनि गोसाइँकुण्डका निर्माता महादेव हुन् भनिन्छ। रसुवाका तामाङहरू मातृभाषामा दुध र पानी मिसाएर बनेको गोसाइँकुण्ड सेतो देखिएकोले यसलाई छोकरकुण्ड भनिन्छ। देवता र मानवहरूले स्नान गरेको पानी बगेर कालो देखिएकोले कालो देखेको कुण्डलाई छोना भन्दछन्। हिन्दू पौराणिक किम्वदन्ती अनुसार पहिले देवता र दानव बीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान विष्णुको शरणमा पुगे पश्चात विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुद्र मन्थन गर्ने र समुद्र मन्थनबाट निस्केको अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई चाहिँ मद्यपान गराएर उनीहरूलाई सर्वनाश गर्ने सल्लाह दिए। देवताहरूले दानवलाई फक्कै फुलाई समुद्र मन्थन गर्नका लागि सहमत गराए। समुद्र मन्थन गर्दै गर्दा विभिन्न वस्तुहरू निस्के। त्यसै क्रममा कालकुट विष पनि निस्कियो। कालकुट विष सहन नसकेर देवता र दानव कोही मूर्छा परे त कोही मर्न लागे। हाहाकार मचियो, चित्कार मचियो, जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टि नै भस्म गराउन सक्थ्यो। यो अवस्था देखेपछि सबै देवता र दानवहरू भगवान शिवको शरणमा पुगे। देवाधिपति महादेवले उक्त विष स्वयं सेवन गरे। विषले गर्दा उनको घाँटी निलो भयो। त्यसै कारणले महादेवलाई नीलकण्ठ भनियो। विषको डाहा शान्त पार्नको लागि हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूल भित्तामा खोपे। त्यसबाट 3 धारा भएर जल निस्कियो। उक्त जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूल धाराबाट उक्त पानी बगेर गई। हालको गोसाइँकुण्ड
कुण्ड उत्पत्ति भएको प्रचलित किम्वदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ। सोही कुण्डको बीचमा अहिले पनि भगवान शिव अर्थात् महादेव विराजमान रहनु भएको विश्वास गरिँदै आएको छ। अर्को एउटा हिन्दू किम्वदन्ती परम्परा अनुसार शिवजी र भैरव बीचले रन्थनिएर शीतलताको खोजीमा हिमपर्वत नीलाद्रीमा पुग्दा निकै गाह्रो स्थितिमा पुगिसकेको थियो। शिवजीले आफूले अर्को पाइला चाल्न नसक्ने भएपछि भैरवलाई पानी ल्याउनका लागि अनुमति गराउनु भयो। भैरव पनि जसो तसो बीचले लट्ठिँदै पानीको खोजीमा निस्की। अलिक तल पुगेपछि सानो मुहान भेटिए। उनी पनि चलमल गर्न नसक्ने अवस्था भए। सानो पानीलाई जसो तसो कुण्ड बनाएर त्यही पानीमा डुबुल्की मारेर बसिरहे। उनी शीतलताको आनन्द लिने क्रममा शिवजीको आदेश भुल्न पुग्छन्। निकै लामो समयपछि पनि भैरव नआएको देख्दा शिवजीलाई भयानक रिस उठ्छ। त्यसपछि उनको पालो त्रिशूल निकालेर पहाडमा हान्छ। त्रिशूलले लागेर तीनतिरबाट पानीको मूल फुट्छ र त्यही पानीले प्यास मेटाउँछ र शीतलता अनुभूति गर्नुहुन्छ। अनि भैरवलाई खोज्दै जाँदा अलिक तल कुण्डमा लमतन्न परेर बसिरहेको देख्छ। अनि गोसेकुण्डमा आएर आफूलाई सम्झेर कसैले वर मागे पूरा गर्छन् रे। तर कसैले गोसेकुण्डमा आएर वर मागेर भैरव कुण्डलाई हेरेमा माग्नु नमाग्नु हुन्छ भनेर विश्वास गरिन्छ। त्यसैले गोसेकुण्डमा वर मागेर तीर्थयात्रीहरू भैरव कुण्डलाई नहेरिकन फर्किने गर्छ। अर्को एउटा रोचक प्रसङ्ग, तामाङ किम्वदन्ती अनुसार गोले पति पत्नी ढ्याङ्ग्रो बजाउँदै बजाउँदै गोसेकुण्डको यात्रामा निस्के। बाटोमा पर्ने भैरव कुण्डमा नागहरूको राजा थियो। त्यसले अति नै दुःख दिन्थे। गोले झाँक्रीले नागहरू सहित तान्त्रिक युद्ध लड्ने निधो गरे। कुण्डकै छेउमा पत्नीलाई ढ्याङ्ग्रो बजाएर आफू चाहिँ नागराजसँग युद्ध गर्नको लागि पोखरीभित्र छिरे। जितेर आउँदा झाँक्री पत्नीले तन्त्र मन्त्र गरेको अक्षता जिउमा छर्किनु पर्दथ्यो। नागलाई भित्र गएर बसमा पारेर बाहिर ल्याउने छु। तिमी मैले नागलाई बसमा पारेर बाहिर ल्याउँदै गर्दा नडराइकन तन्त्र मन्त्रले बाँधिएको र फुकिएको अक्षता ममाथि छर्किनु। त्यति गर्दाखेरि नागलाई पक्राउनको लागि सफल हुन्छ र हाम्रो जित हुन्छ भनेर झाँक्रीले श्रीमतीलाई हराए। तर त्यसो भएन। नागहरूलाई काँधमा राखेर बाहिर निस्किँदै गर्दा पत्नी डराएर भाग्छिन्। जिउमा अक्षता नछरेपछि गोले झाँक्री कमजोर हुन्छ। त्यसपछि बिस्तारै नागहरूले उसलाई डसेर त्यही कुण्डमा मारिदिन्छ। त्यो दिनदेखि गोले झाँक्रीहरू कुण्ड जान छोडेको हो भन्ने प्रसङ्ग तामाङ किम्वदन्ती अनुसार रहेको छ। विशेष गरी भाद्र शुक्ल पूर्णिमाको दिन श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। कैलाश मानसरोवर जत्तिकै पवित्र यो तीर्थस्थल जीवनमा सकेसम्म एकचोटि भ्रमण गर्नु भनिन्छ। बौद्ध धर्मलाई विशेष रूपमा पालना गर्ने तामाङहरूको महत्त्वपूर्ण तीर्थस्थल हो। रसुवा पर्ने कुण्डको पानी बगेर त्रिशुली नदी बन्दछ। नुवाकोट रसुवा र नुवाकोटबाट र सिन्धुपाल्चोक नुवाकोट हुँदै यात्रा गर्न सकिन्छ। धार्मिक सँगसँगै पर्यटकीय दृष्टिकोणले पनि यो महत्त्वपूर्ण स्थल हो। हस्त दर्शकबिन, आजको यो श्रृङ्खलाबाट भने हामी बिदा हुन्छौँ। फेरि अर्को श्रृङ्खला